हामी यहाँ दुई कोठाको लिस्ट वायरिङ गर्न गइरहेका छौँ। लगभग सकिसकेको छ। यहाँ लाइन गएर एकछिन वेट गर्नु पर्यो। केबल भयो, यो पावर सकेट फ्रिजको लागि भने यता गएर हाम्रो यहाँ भयो डबल पावर सकेट किचनमा खानासाना बनाउन, राइस कुकरहरू चलाउनको लागि। र अर्को पोइन्ट यहाँ गयो एडजस्ट फ्यानको लागि। अनि अब अर्को रुम छ यता फेरि। यहाँ हाम्रो भाइ स्विच बोर्ड जोडिरहेका छन्। यहाँ एमसिबी यो रुममा राखिएको छ, दुईटा रुमको। यो बल्ब भइहाल्यो, यो पंखाको पोइन्ट। यहाँ तल चाहिँ हाम्रो पावर सकेट छ। काम सकिसकेको थियो। लाइन गएर यहाँ मेन लाइन तानेको छ। मेन लाइन चिन्नको लागि लाइन गएर यहाँ एकछिन रोक्नु पर्ने भयो। यस्तै छ हाम्रो काम चाहिँ। सबै सामान हाल्दा हुन्छ होला नि। सामान प्याक गर्दा टेस्टर र